ऐसेलु यो प्राकृतिक रूपमा पाइन्छ। यो जङ्गलमा जतै पनि पाइन्छ, तर खाँदा निकै मिठो हुन्छ। यहाँ यति मेहनत हुन्छ कि ऐसेलु खानलाई। अब हामी यहाँ यसरी हामी यसरी देखिरहेछौँ। उहाँ चाहिँ नि रेखा श्रेष्ठ म्याडम हुनुहुन्छ, त्यसै गरी प्रेमडोमा म्याडम पनि हुनुहुन्छ। उहाँले हातमा त्यति धेरै जम्मा गर्नु भएको छ। यो मिठो चिजलाई भनेको सबैले मेहनत गरेर खान्छन् भन्ने कुरा यसले प्रमाणित पनि गर्न सकिन्छ। यो चाहिँ यति चाहिँ नि घोच्ने काँडा हुन्छ र पनि सबैजना यसरी झुतिएर गन्तव्य पुग्नुभन्दा अगाडि नै हुनुहुन्छ। त्यसै गरी जिल्ला समन्वय समिति उपप्रमुख तारा कार्की पनि हुनुहुन्छ। उहाँ पनि ऐसेलको लागि मरिखत्ती गरिरहनु भएको छ होइन। त्यसै गरी हाम्रो सिएमसी नेपालका सर पनि हुनुहुन्छ। उहाँले पनि लट्ठीसहित बोकेर हुन्छ नि झारेर भुइँमा टिपेर खाँदै हुनुहुन्छ होइन। ल लट्ठीले झारेर खाइरहनु भएको छ ल।